पीएचडी को लागि सबैभन्दा बेस्ट कन्ट्रीमा न्युजिल्यान्ड नै मानिन्छ। सो न्युजिल्यान्डमा पीएचडी गर्नको लागि न्युजिल्यान्डको 8 वटा युनिभर्सिटीहरू रिसर्च बेस्ड युनिभर्सिटी हुन्, गभर्नमेन्ट फन्डेड युनिभर्सिटीहरू हुन् र न्युजिल्यान्डमा पीएचडी को लागि कुनै पनि कन्सल्टेन्सीले एप्लिकेसनहरू हजुरको सबमिट गर्ने त्यस्तो केही पनि गर्न मिल्दैन। एप्लिकेन्टले डाइरेक्ट न्युजिल्यान्डको युनिभर्सिटीको सुपरभाइजरहरू जससँग हजुरले जस्तो खालको एरिया इन्ट्रेस्टमा हजुरले पीएचडी गर्न खोज्नु भएको छ, आफैले सुपरभाइजरलाई कन्ट्याक्ट गरेर र तिनीहरूको रिक्वायरमेन्ट्सहरू आफ्नो थेसिस टाइटलहरू प्रपोजलहरू सबै म्याचिङ गरिसके पछाडि इङ्ग्लिस प्रोफिसिएन्सीको लागि पिटीमा 58 नट लेस देन 50 और आइएलटिएसमा 6.5 नट लेस देन 6 रिक्वायरमेन्ट्स मिट गर्नु पर्यो। मिनिमम तपाईँको ब्याकग्राउन्ड क्वालिफिकेसनमा 3 आउट अफ 4 जिपिए हजुरले क्रस गरेको हुनु पर्यो र त्यस पछाडि फाइनेन्सियल रिक्वायरमेन्ट्स डकुमेन्टेसनको लागि चाहिँ कन्सल्टेन्सीले अथवा हजुरलाई इमिग्रेसन एडभाइजरहरूले हेल्प गर्न सक्नुहुन्छ र त्यो बाहेक हजुरले ट्युसन फिजको कुरामा न्युजिल्यान्डमा पीएचडी डोमेस्टिक फीमा पढ्न पाउनुहुन्छ। सो नर्मल ट्युसन फी भनेको जम्मा 7-8,000 न्युजिल्यान्ड डलर हुन्छ र पीएचडी फुल टाइम पीएचडी को ड्युरेसन भनेको 3 इयर्सको ड्युरेसन हुन्छ। सो नेपालको मास्टर्स डिग्रीले न्युजिल्यान्डको पीएचडी को लागि एलिजिबल हुन्छ र त्यसको लागि आफैले सुपरभाइजर कन्ट्याक्ट गरेर एडमिसन दिएको खण्डमा डकुमेन्टेसन सबै कुराहरू चाहिँ न्युजिल्यान्डको फर्स्ट टाइम स्टुडेन्ट भिजा चेकलिस्टको रिक्वायरमेन्ट्स अनुसार हजुरले अप्लाई गर्नुपर्ने हुन्छ र फन्डेड पीएचडी र नन फन्डेड दुईटा हुन्छ। फन्डेड पीएचडीमा हजुरलाई सबै उनीहरूले फन्डिङहरू गर्छ, हजुरको ट्युसन फिजहरू फ्री हुने भयो र आफूलाई अरू लिभिङ एक्सपेन्सेस पनि कभर गर्ने भयो भने नन फन्डेड पीएचडीमा हजुरले फुल्ली फन्डेड आफैले चाहिँ पे गर्नु पर्यो र पेइङ फी भनेको डोमेस्टिक फी एज एन इन्टरनेसनल स्टुडेन्ट भए पनि तपाईँले न्युजिल्यान्डमै बसेको मान्छेकै सरहको ट्युसन फी पे गरेर पढ्न पाउनुहुन्छ।